मैले भन्नु यो पछिल्लो 2 वर्ष चाहिँ नेपाली क्रिकेटको एक खालको चाहिँ वर्ल्ड विश्वकपमा जुन खालको प्रदर्शन भयो हामीले खेल्यौँ अब एक अमेरिका र वेस्ट इन्डिजमा साउथ अफ्रिका या बङ्गलादेशको म्याच चाहिँ भनौँ न एउटा उत्कृष्ट म्याचहरूमध्ये थियो, हार जित आफ्नो ठाउँमा होला तर त्यसले चाहिँ संसारभरि नेपाली क्रिकेटको लेभल माथि छ है भन्ने संसारको झन्डै 110 वटा देश छ कि क्रिकेट खेल्ने अहिले टेस्ट प्लेइङ कन्ट्री गरेर अहिले आइसिसीको मेम्बर 110 वटा छ। 98 चाहिँ हामी जस्तै भनौँ न हामी फेरि त्यसको 98 भित्र पनि हामी टप 10 मा पर्छौँ। बाँकी चाहिँ 12 वटा टेस्ट प्लेइङ कन्ट्रीहरू त्यो छवि चाहिँ नेपाली क्रिकेटको अहिले पछिल्लो समय बनेको छ र घरेलु टुर्नामेन्टमा लास्ट इयर एनपिएल जुन चाहिँ सक्सेसफुल्ली सम्पन्न गर्यौँ आफ्नै र एनपिएल एउटा क्रिकेट मात्रै भएन उत्सव पनि भयो। हरेक नेपालीलाई चाहिँ नेपाली क्रिकेट चाहिँ हाम्रो हो, क्रिकेट चाहिँ हाम्रो हो भने हरेक नेपालीलाई वर्ल्ड कपमा साउथ अफ्रिका र के अरे भनौँ न ड्यालसमा भएको नेदरल्यान्ड विरुद्धको म्याच, साउथ अफ्रिका अथवा बङ्गलादेशको म्याच पछि चाहिँ हरेक युवाहरूको चासो बढ्यो। एनपिएल पछि चाहिँ क्रिकेट चाहिँ हो हाम्रो हो, सरकारको ध्यान हैन, राजनीतिक दल सबै राजनीतिक दल नयाँ पुराना हैन सबै राजनीतिक दलले चाहिँ क्रिकेटलाई चाहिँ अब इग्नोर गरेर जान सकिँदैन भन्ने खालको एउटा वातावरण बनेको छ र त्यही अनुरूप पछिल्लो समय पूर्वाधारमा सरकारको ध्यान गएको छ। यहाँले हेर्नुभयो खेलाडीको लागि त अब खासै गरेको छैन, हामी प्रयास गर्छौँ किनभने खेलाडीको मर्म बुझ्ने मान्छे अहिले पनि सरकारमा छैन कि खेलाडीको लागि चाहिँ व्यवस्थित गर्ने जीविकोपार्जन गर्ने भविष्य खेलाडीको सुनिश्चित गर्नका लागि त्यस्तो बुझेको मान्छे गभर्नमेन्टमा अहिले पनि कोही छ जस्तो लाग्दैन हैन। त्योभन्दा त फेरि सरकारकै विरोध गरेको जस्तो हुन्छ। तर पूर्वाधारको सवालमा सरकार सिरियस चाहिँ छ।